म हजुरको नातिनी हो कि नै? कुन नातिनी हो? ठुल नातिनी। यो चाहिँ नेचुरल हो है, नेचुरल टाटु। ल करेली वाउ आन्टी ल दिनुहोस् ल करेली लोकल चटुला तपाईँ ठुल मम्मी ल मेरो ठुल मम्मीले यहाँ काँक्रा के टिपिदिसक्नु भयो। हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई सुन्तको ब्लगमा। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। आज फेरि पनि म नयाँ ब्लग लिएर आएको छु। कृपया हेरिदिनु होला सबैजनाले, स्किप नगरिकन। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, यदि पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिन नबिर्सिनु होला। आजको भिडियोको टपिक रहेको छ मेरो माइती घरको टुर। कृपया सबैजनाले स्किप नगरिकन हेरिदिनु होला साथीहरू। हेलो साथीहरू भन्दै भन्दा यो मेरो भाइ बोल्छ अरे आज मेरो ब्लगमा कुछ ब्लो केही बोल्दिनँ। लाटा हो लाटा यता हिँडेन अगाडि हेर्न सक्नुहुन्छ। यो चाहिँ यता गाउँघरतिरको हो। यस्तो छ यस्तो 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 वाला। हामी चाहिँ यहाँबाट सिधै माथि लाग्छौँ। यो चाहिँ मम्मीहरूको घर हो। सो बाटो यस्तो छ यस्तो 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 छ। भगवान् यो गाउँतिरको घर हेर्न सक्नुहुन्छ भन्दै यो चाहिँ फर्निचर छ यहाँभित्र चाहिँ। सो सुन्तला वाले छन् बाँसको त्यो लामो। हामी यता यता छौँ गाइज। मलाई भेटाउन आउनु है सबैजना। लास्ट हो पुरै उकालो बाटो यस्तो उकालो बाटो। चिसो मात्र छ, झाडी मात्र। यता आउँदै हुनुहुन्छ सबैजना ल, राम्रोसँग आउनु है। म त गर्मीमा हिँड्दा हिँड्दा ज्याकेट पनि खोलम खोलम भइसक्यो। ओहो लाली गुराँसको बुट्टा यस्तो हुन्छ नदेख्ने साथीहरूलाई। यो फुल्यो भने दामी देखिन्छ, तर यो फुल्ने बेला भएन। फागुन चैततिर फुल्छ हो कि नै भन्नु त बुढा? होला होला म हिँड्नै सकेन के लास्ट हो। पुरा किरा कराहा झैँ 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 यस्तो बाँदर लाएर कुहिरो पुरै ढाके बाटोमा यस्तो। हामी कुन ठाउँमा छौँ गाइस? स्काई एन्ड द फ्लाइ। बटरफ्लाई ओ यसलाई के भन्छ अरे? यसलाई होइन यो पार्टलाई के भन्छ के? यो न्युरी हो, न्युरी यत्रो फैले। यो चाहिँ नेचुरल हो है, नेचुरल टाटु। ल यहाँ माथि गरौँ न, ल्याम्मा पुछिदिन्छु के। ल नेचुरल टाटु हेर्न सक्नुहुन्छ हाम्रो गाउँघरतिरको। अया ए भगवान्, लु नेचुरल टाटु पनि हान्ने हो अब। पुरो कुहिरो लाएर होइरहन्छ यताखेरि। बुढालतिर गर्मी भएर कस्तो हुन्छ, यताखेरि यस्तो जाडो हो कि पानी हाल्यो झन् बाटो चिप्ले बाटो हेरौँ न, लास्टै उकालो उकालो छ। फेरि क्या फेरि भन्नु केही पनि देखिन्न। 0.7 राखेको छ हौ। क्वालिटी कम हुन्छ 0.7 जम्मा 12 मेगापिक्सलको सेन्सर छ। त्यस्तै गरेर मैले 1 मा राखेको हुन्छ। ल ओहो नि यहाँसम्म आइपुग्यो गाइज। यो चाहिँ फुल मैले भर्खर भेटाएको
यहाँ पनि रहेछ अर्को फुल कति राम्रो थियो खस्सोकै चुट्यो ल अनि 3 जना चाहिँ खाना खान आछौँ है हाम्रो बुढोको माइत हजुरबुवाको घर टक्क खाना खाने हो अनि जाने हो सो तिमुरको हाँगाले यस्तो छ के बाटो ए के अरे पार्टीको फुल यसलाई के भन्छ यो फुललाई यो बुट्टालाई यस्तो फुल छ ए यो फेरि भालेपट्टि फुल ओ भाइले कुरेर बसियो नि हेलो भाइ बाटो हेरेर बसियो नि त अरे भाइले ल गए कता गए हामी नि ल हामी पनि घर आइयो माइत आइयो बुवासिम भेटौँ न आन्टीसिम सो देखाउन सक्छु यही हो घर घर आयो नमस्ते बुवा ओ भाइले फेरि बढार्दैछिन् बढारेको ल ल ल मलाई खै त ल भाग्यमा नि भाइ ल धेरै पढे ल ज्ञानी भने हजुर बुवा मेरो हेलो बुवा सन्चै हुनुहुन्छ खाना खानुभयो के कुरेर बस्न सानो फुल तपाईँलाई बुवालाई फुल स्पेसल ह्याप्पी हुनु हेलो भन्नु हजुर बुवा यता भाइ बस्छ के लेखन त यिनले यहाँ केही लेखेन ओहो यता हेर्न जान्छ है म बारीतिर ए काँक्रा त कति ठुलो बोलाउनु है आन्टीले त नमस्ते आन्टी यता काममा बिजी हुनुहुन्छ सो काँक्रा हेरौँ न काँक्रा लास्ट ठुलो फल्यो काँक्रा खर्सी पऱ्यो ओ माई गड खै ओ माई गड के हो यो हेर त यहाँ काँक्रा मादल जस्तो ठुलै बडो खर्सी पऱ्यो उता त पाइन्न भाइ हाम्रो घरतिर त यहाँ कति ठुलो हेर अमिलो फलेको लत रमाइलो लोकल अर्ग्यानिक काँक्रा अमिलो यहाँको बुट्टा रहेछ भित्र अचार नि बनाएर भित्र अचार नि बनाएर राखेको छ हो र कस्तो अचार बनाएर राखेछु बाटो खतरा ढुडी लगाएको देखिन्छ क्या यस्तोरी सर यो बौमाको डाँडा यस्तो राम्रो देखिन्छ क्या कत्राबाट खाने काँक्रा त ओहो हेर्न माथि कस्तोरी धुडी निस्क्यो बाँडल थमन बाँडल हेर्न कस्तो निस्किरह बादल कि बादल क्लाउड कुहिरो यस्तो निस्क्यो अब अछिम गरेर घर नि आइयो अब गर्मी भयो ल बुवा बुवा हजुर म हजुरको नातिनी हो कि नै अनि कुन नातिनी हो ठुल नातिनी ठुल नातिनी मलाई कति माया गर्नुहुन्छ तपाईँले माया गर्नुहुन्छ कि बिर्सिनु आजभोलि माया गर्न बिर्सेन होइन बिर्सिनु भन्नु सुन्थेँ म त म त बुवाको ठुल नातिनी प्यारी नातिनी हो कि नै भन्नु त त्यही त सबभन्दा धेरै माया कसलाई गर्नुहुन्छ हजुरलाई मलाई गर्नुहुन्छ गाज मेरो बुवाले माया म त मक्खै भएँ अब त मैले बुवालाई सम्झिरहन्थेँ अब फोन गर्न नि तपाईँसँग फोन छैन आन्टीलाई सोधिरहन्थेँ बुवा सन्चै राम्रो हुनुहुन्छ भनेर एकचोटि बोलेको है अस्ति भएर न
बोलेको ल आजभोलि रक्सी तान्नु होइन नि ए खाइन्छ चाहिन्छ मात्र खाने नै चाहने होइन आजभोलि त्यही भएर त्यहाँ फर्कनु नआउने कहाँ आऊ त यहाँ सम्झेर बल्ल त बल्ल अरे हामी बल्ल त बुटोलबाट अस्ति भएर आएको हेर्नु न बटौली बेस क्याम्प ठ्याक्कै यिनको चरा पनि ल हामी त लागि तरकारी टिप्न लोकल अर्ग्यानिक खै करेली कता त कहाँ खस टिप्न के टिप्न गएर हो यो कहाँ पो हो यो ल इ करेली बेटा यो करेला करेला ओ यत्रबाट फल्यो नि गाइज लोट दिनुहोस् त हातले टिप्न तानेर ओहो नि करेली हाम्रो आज आन्टीको सब्जी बारी हेर्न जाँदैछु म भन्दै ए करेली वाउ बुटामा करेली फले ऊ मेरो बाउको होइन तपाईँको ए आन्टीको ढोका हामी अब छिर्दैछौँ प्रवेश गर्दैछौँ यहाँभित्र सहर खन्न त पाल्नु है आन्टीले ओहो यो काँक्रालाई अडस लाउने ठाउँ छैन लाग्दैन आन्टी ल दिनुहोस् ल करेली लोकल भयो भयो पुयो 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 जाम धेरै भयो ल खोइ करेली देखाउनु ल तपाईँ ठुल मम्मी ल मेरो ठुल मम्मीले यहाँ काँक्रा के टिपिदिइसक्नु भयो अहिले युट्युबमा आउँछ भोलि पर्सि एडिट गरेर करेली गाइज लोकल अर्ग्यानिक हाम्रो गाउँघरको गुल्मीको करेली काँक्रा म काँक्रा नै देखाउँछु हजुरहरूलाई इ काँक्रा यत्रो बडो काँक्रा टिपिदिनु भए अब टक्क बोरा भराएर लैन्छ टक्क लगाएर यहाँ झाडी रहेछ सो इस्कुस फले है इस्कुस त्यहाँदेखि इस्कुस फल्या ल ढोक्रा भरियो हाम्रो यसरी होइन लग्छु लग्छु हिँड्दैछौँ भन्दा एक ढोक्रा इस्कुस अनि काँक्रा म बोकेर हिँड्दैछु हजुर लाग्दिन खोले साग पाइन्छ बोर्थे मैले भोलि पर्सि बुटो लाएर पठाइदिउँ ल 50 रुपियाँ मुठाको अत्रबाट मैले पठाइदिउँ ल भोलि पर्सि खोल साग पाइने बेलामा अहिले त पाइन्न आए ल आयो ढोक्रा पनि भयो एक ढोक्रा लोकल हो नि यस्तो दामी यस्तो पो बल्ल गाउँघरमा बसे जस्तो हुन्छ यस्तो करेले बुवा टिपेर आइयो हाम्रो घर यस्तो यस्तो पाइन्छ भनिदिनुहोस् त के पाइन्छ तपाईँ घर पाइन्छ सम्पर्क गर्नु होला किनेर खान चाहनुहुन्छ नि भन्नु किनेर खान चाहनुहुन्छ भने सम्पर्क गर्नु होला भन्नु त्यसै पाइन्छ न गाउँघरमा त फेरि मन ठुलो हुन्छ क्या गाउँघरको भन्नु न होइन ल चटेला लास्टै फुले आएको कति ठुलो मम्मीले प्याक गरिसक्नु भयो ल ल ल धेरै छ बाफ्रे नि ए सुस्तरी सुस्तरी यत्रो बडो हामीले टिप्दैछौँ के हो यो गाइज कमेन्ट गर्नु होला भात त खस्ने कि ए ल बाफ्रे छ क्या 10 किलो छैन 5 किलो त छ
हो र सुकान नगर भनेपछि त्यति पर्छ बेस क्याम्प कति धेरै फलेको खुर्सानी नि कति राम्रो रहेछ नि पुरै डल्ले खुर्सानी छन् लामो छैनन् कस्तो राम्रो खुर्सानी फलेको डल्ले खुर्सानी यसलाई अखबारे भन्छन् कि भन्दिनन् अर्कोलाई हो अर्को पऱ्यो भने ठुल्ठुलालाई दामी छ ओ नि ल बिनेर यत्रो गइसक्छ बाई बाई आन्टी बाई ए फाइनल्ली गाइज अब म माइतबाट पनि बिदा फाइनल्ली गाइज म माइतबाट बिदा भएर आइसक्यो बाहिर ब्रो अगाडि गइसक्नु पर्यो बिदाबारी भए म यसरी आइरहु एक डोक्रा काँक्रा र इस्कुस लिएर अनि यो चाहिँ खुर्सानी हो गाइज चाहिँ त्यो टेटे करेला लिएर हिँड्नु भए कति धेरै टेटे करेला चना बनाएर राख्नु भनेर के चाना बनाएर अहिले त लान्छु भने हिँड्दा त डोक्रा पेर हिँडी के अरे लाउरे दाई फेरि हो कि न सुमन दाई ढोक्रा पकेर हिँड्ने के अरे हेर्न काँक्राको आजको माइती घर पनि डुलेर भइयो गाइज ल बाई बाई आजलाई सी यू सुन